नमो भगवते वासुदेवाय स्वस्ति श्री गणेशाय नमः श्री सरस्वत्यै नमः श्री गुरुचरण कमलेभ्यो नमः श्रीमदहंससमारभ्यं सनकादिकमाध्यममस्मदाचार्यपर्यन्तं वन्दे गुरुपरम्परां नमोऽस्मदाचार्यपरम्पराभ्यो नमो नमो भगवता व्रजेभ्यो नमो नमो नन्तमुखामरेभ्यो नमः श्री पतये नमस्तु सत्ते स्वर्गे च कैलासे वैकुण्ठे नास्ति यमरसः अतः पिबन्तु सद्भाग्या मामा मुञ्चतु करेचित्। श्री राधा सर्वेश्वर भगवानको चरण कमलमा साष्टाङ्ग धन्यवाद गर्दै गुरु चरण कमलमा नमन गर्दै सम्पूर्ण भक्तहरुमा राधे राधे। आज पनि हामी भागवतको दैनिक सत्सङ्गमा आइसकेका छौँ। अहिले हाम्रो सन्दर्भ कथा चलिरहेको छ भन्दा भागवतको महात्म्यमा श्रीमद् भागवतजीको महात्म्यमा जुन पद्म पुराणको कथा ल्याएर राखिएको छ महात्म्यमा त्यही हामी वाचन गर्दैछौँ। प्रथम अध्यायको 25 श्लोकसम्म हिजो मैले पुरा पाठ गरेर 25 अध्यायसम्म चाहिँ नम्बरसम्म चाहिँ अर्थ गरेको थिएँ। सन्दर्भ के चलिरहेको छ भन्दाखेरि नैमिषारण्य क्षेत्रमा 88,000 ऋषिहरूको बीचमा मञ्चमा व्यासासनमा आसीन सुतजीलाई शौनक ऋषिले धेरै प्रश्नहरू गर्नुभएको छ। अज्ञान ध्वंस विध्वंस कोटि सूर्यसम प्रभ सुता खाई कथा सारम मम कर्णरसायनम। मलाई चाहिँ हजुरको मुखारबिन्दबाट जुन कोटि सूर्यको जस्तो ज्ञानको ज्योतिले हाम्रो भित्रको कल्मसहरूलाई ध्वंस पारिदिन्छ त्यस्तो ज्ञान रूपी कथा सुन्नलाई कान चाहिँ लालायित भएको छ। हे ऋषि, भक्ति ज्ञान विराग आप्तो भक्ति र ज्ञान भक्ति ज्ञान र वैराग्यको मिलनबाट जुन भक्ति चाहिँ उत्पन्न हुन्छ, ज्ञान वैराग्य र भक्तिको प्रादुर्भावबाट नै भगवानमा भक्ति जाग्ने हो। त्यसरी भगवानमा भक्ति लाग्ने जुन विवेकको उत्पत्ति हुन्छ त्यो कसरी हुन्छ र वैष्णवहरूले भगवानलाई कसरी प्राप्त गर्ने, यो सम्पूर्ण संसार चाहिँ कालको जुन सर्परूपी ग्रास बनिरहेको छ त्यसबाट सम्पूर्ण जगत त्रासित छ, त्यसबाट कसरी पार पाउने, यो भयबाट मुक्ति कसरी पाउने। मर्न त मरिन्छ तर मर्नुको भय नहोस्, मर्नको लागि नडराउने कसरी हुने, यी सम्पूर्ण कुराहरू चाहिँ हजुरले भनिदिनु पर्यो। स्वर्गमा जस्तै चिन्तामणि स्वर्गमा कल्पवृक्ष छ भने चिन्तामणिर्लोक सुखम सुरद्रुः स्वर्ग सम्पदम प्रयच्छति गुरु प्रीतो वैकुण्ठम योगी दुर्लभम। गुरुको प्रीति चाहिँ जसरी चिन्तामणिले जे चाहे त्यो दिन्छ, स्वर्गमा जसरी कल्पवृक्षले जे चाहे त्यो दिन्छ, त्यस्तै गुरु यदि खुसी हुनुभयो भने हाम्रो इच्छा पनि पूर्ण हुन्छ। यी मेरा इच्छाहरू पुरा गरिदिनुहोस् भन्दै गर्दा सुतजीबाट जुन जुन कुराहरू यहाँ भयो सुन, एउटा म तिमीलाई कथा भन्छु भनेर यहाँ भनिरहनु भएको छ। भगवानलाई पहिले नमस्ते गरेर सरस्वती मातालाई र आफ्नो गुरुदेवहरूलाई सम्पूर्णलाई नमन गर्दै यहाँ सुतजीले कथा भन्दै हुनुहुन्छ। त्यही कथा चाहिँ श्रीमद् भागवत नै यस्तो कथा छ जसले गर्दाखेरि सम्पूर्ण पापहरू कल्मसहरू भित्रका अँध्यारा हाम्रा काम क्रोध लोभ मद माश्चर्य यी सबै कुराहरू चाहिँ नष्ट भएर जान्छ भनेर कथा सुनाउँदै हुनुहुन्थ्यो। र मैले अगाडिको संक्षेपमा भने जुन कथा सुनाउने बेलामा परीक्षित महाराजलाई 7 दिनमा तक्षक नागले डसेर मर्ने जब श्राप पर्यो ऋषि कुमारबाट, त्यो श्राप परेपछि परीक्षित महाराज गंगाको तटमा एउटा लङ्गौटी मात्र लगाएर आफ्नो छोरा जनमेजय जयलाई सम्पूर्ण राज्यभार सुम्पेर चटक्कै त्यो राज्य, त्यो पनि चक्रवर्ती राजा हुनुहुन्थ्यो, छोडेर गंगाको किनारमा जानुभयो र ऋषिहरू सम्पूर्ण त्यहाँ पुग्नुभयो। कोलाहल भयो, ओहो परीक्षित महाराज
मर्ने रे 7 दिनमा भनेर सबैतिरबाट ऋषिहरूको त्यहाँ आवागमन भयो र ऋषिहरूलाई सोध्न लाग्नुभयो परीक्षित महाराजले। 7 दिनमा मर्न लागेको मान्छेले के गर्नुपर्छ, के गर्न हुँदैन? मैले भन्नु भएन, त्यो 7 दिनभित्र मर्न लागेको मान्छेले के गर्नुपर्छ, के गर्न हुँदैन? त्यस्तो प्रश्न गर्दै गर्दा त्यहाँ परीक्षित महाराजजीको भाग्य भनौँ, परीक्षित महाराजजीलाई जब गर्भमा चाहिँ अश्वत्थामाले ब्रह्मास्त्र छोडेका थिए मार्नलाई, त्यो बेला भगवान कृष्णजीको रूप लिएर एउटा योगेश्वरको रूपमा एउटा औँठाको बुढी अम्लाको एक आँख्लो समानको भएर आफ्नो योग बलले उत्तराको गर्भमा प्रवेश गर्नु भएर सुदर्शन चक्रले घुम्दै घुम्दै त्यो ब्रह्म तेजलाई पनि नष्ट गरिदिनु भयो, ब्रह्मास्त्रको तेजलाई, र बचाउनु भएको थियो। आज फेरि श्राप पर्यो ब्राह्मणको मुखबाट, ऋषिकुमारको मुखबाट। त्यसबाट बचाउनलाई फेरि के हुनुभयो त भन्दा शुकजी भएर आइपुग्नु भयो र त्यहाँ शुकजीको आवागमन भयो। शुकजीले भन्न लाग्नुभयो कथा। यता परीक्षित महाराजले सुन्न लाग्दै गर्दा स्वर्गबाट त्यो बेलामा देवताहरू पनि आउनुभएको थियो कथा सुन्नलाई। त्यो पनि के गरेर भन्दा एउटा के अरे सुधा कुम्भ बोकेर त्यो समुद्र मन्थन गर्दाखेरि जुन धन्वन्तरी भगवानले हातमा लिएर आउनुभएको थियो नि कुम्भ, हो त्यो कुम्भको अलिअलि अमृत त पिइसक्नु भएको थियो, बाँकी अमृत बोकेर आउनुभएको थियो। योबाट साटौँ न, यिनलाई चाहिँ यो अमृत खुवाइदेऊ, यी मर्दैनन्, हामीलाई चाहिँ यो कथा रस चाहिँ पान गराइदिनुहोस् भनेर। तर यहाँ हाँस्नु भयो शुकजी। ओहो, कति व्यापारी, कति विनिमयको ऊ रहेछ, तर समान त छैन नि। व्यापार भनेको समानतामा हुन्छ। तिमीहरूले समान ल्याएनौ सामान, तिमीहरूको नाश बान्छ यो अमृत। यसले अभयत्व दिन सक्दैन, अमरत्व र अजरत्व दिन्छ। बुढाइ नहुने र नमर्ने त अमृत गराउला, तर अभयत्व दिँदैन। तिमी पनि घरिघरि डराइरहेका छौ, यही अभयत्वका लागि डराइरहन्छौ भने यो हुन सक्दैन। यो असमान व्यापार, यदि व्यापारै गर्न आउँछौ भने असमान व्यापार हुँदैन भनेर फर्काइदिनु भयो। र उता ब्रह्माजीले पनि जब परीक्षितको 7 दिन बित्यो, शुकजीले सम्पूर्ण कथाहरू सुनाउनु भयो श्रीमद् भागवतजीको। र त्यो सुनिसकेपछि परीक्षित महाराज तुरुन्तै विमान आएर त्यहाँबाट मुक्त भएर जानुभएको देखेपछि ब्रह्माजीलाई पनि शङ्का लागेछ। ओहो, के हो यो? 7 दिन सुन्दैमा मुक्त भएर जाने कस्तो शास्त्र रहेछ भनेर सम्पूर्ण शास्त्रहरूको चाहिँ पुण्यलाई एकातिर र भागवत शास्त्रको पुण्यलाई एकातिर राखेर जोख्दाखेरि त्यो भागवत शास्त्र श्रवण गरेको पुण्य चाहिँ धेरै भयो। त्यो लस्कियो। देवताहरूलाई पनि देखाउनु भयो ब्रह्माजीले र भन्नुभयो, हेर त कस्तो रहेछ भागवत भनेर। यसरी ब्रह्माजीले पनि मान्नुभएको भागवतजीको कथा श्रवण हामीले पनि गर्नुपर्दछ, या परीक्षित महाराजले गर्नुभएको छ भन्ने कुरालाई कसरी त त्यहाँ पहिला कसरी कसले सुन्यो, कसरी भयो, भक्ति ज्ञान वैराग्यको उत्पत्ति कसरी भयो, नारद ऋषि र सनकजीहरूबाट यो कथा चाहिँ नारदजीले सुन्नुभयो पहिला भनियो भने कसरी भेट भयो त नारदजी र सनकजीको, यो सम्पूर्ण कथा सुनाउनुहोस् भनेर जब जिज्ञासा राख्नुभयो सनक ऋषिले, त्यसपछि यहाँ कसरी भेट भयो त सनकादिक ऋषिहरूसँग भन्ने कथा चाहिँ अब हामी सुन्दैछौँ आज। नैमिषे सुतमासीन अभिवाद्य महामतिम, यो त भइसक्यो होइन। यहाँ भन्नुहुन्छ एकदायी विशालायां चत्वारा ऋषयो मला सत्सङ्गार्थं समायाता ददृशुस्तत्र नारदम। नारदलाई देख्नुभयो कसले त भन्दा सनकादिक ऋषिहरू, सनक, सनन्दन, सनातन, सनत कुमार, यी 4 ऋषिहरू जुन भगवानका मानस, ब्रह्माजीले मानस कुमारहरू उत्पत्ति गर्नुभएको थियो, तिनै ऋषिहरू भगवानको अंश स्वरूप एकदम पहिलो भगवानको अवतार पनि मानिन्छ। यो मनुष्य जन्म भनौँ न, ऋषिहरूको प्राणीको जन्ममा यसरी 4 कुमारहरूले भन्न लाग्नुभयो, सोध्न लाग्नुभयो, कथं ब्रह्मन्दिन सुमुख कुतश्चिन्तातुरो भवान् त्वरितं गम्यते कुत्र कुतश्चागमनं तव।
हे ऋषि, हजुर त नारदजीलाई भन्दै हुनुहुन्छ, कहाँ गएर आउनु भएको ब्राह्मण भन्दै हुनुहुन्छ, दिन मुख कुत चिन्ता तुरो भवान, हजुरको मुख चाहिँ किन दुखी छ, चिन्ताले आतुर छ, के भयो? त्वरितम गम्यते कुत्र कुतश्चागमनम तब, कहाँ दौडिँदै हुनुहुन्छ र कहाँबाट आउनुभएको, के हो कुरो बताउनुहोस् त। हजुरको मुख हेर्दा त यस्तो लाग्छ भन्नुहुन्छ, इदानीम शून्य चिन्तोसी गत वित्तोत यथा जनः तदे तवेदम मुक्त सङ्गस्य नोचितम वद कारणम, के हो कारण भन्नुहोस्। हजुरको मुख हेर्दाखेरि त एउटा ठुलो धनराशि हराएको व्यक्ति जसरी आतिन्छ नि, एकदम चिन्तित हुन्छ नि मुखको आकृति, हो त्यस्तै देखिनु भएको छ, के हो कारण भन्नुहोस् भनेर भन्न लाग्नुभयो। कुमारहरूले सोध्नुभयो। नारदजी भन्नुहुन्छ, नारद वाच, अहम तु पृथिवीं यातो ज्ञाता सर्वोत्तममिति, पुष्करम च प्रयागम च काशी गोदावरीम तथा। म कहाँ गएन, पुष्कर गएँ, गोदावरी गएँ, म किन आएको थिएँ भन्दा म पृथ्वीमा भ्रमण गर्न आएको थिएँ। कतै राम्रो शान्तिपूर्ण कुरा देख्न पाउँछु कि कलिले के गरेछ पृथ्वीमा, कलिको प्रवेश त भइसकेको छ। भगवान श्रीकृष्ण परमधाम जानु हुने बित्तिकै यो धराधाम जब छोड्नु भयो श्रीकृष्ण भगवानले, त्यसपछि त कलिको प्रवेश भइहाल्यो भने अब के भएछ त, के छ त गति पृथ्वीको भनेर म जब भ्रमणमा आएको थिएँ, त्यहाँ त यस्तो गति दे। कहाँ कहाँ गएँ त म भन्नुहुन्छ, पुष्करम च प्रयागम च काशी गोदावरीम तथा। पुष्कर गएँ, गोदावरी, काशी, सम्पूर्ण ठाउँमा प्रयाग गएँ, हरि क्षेत्रम कुरुक्षेत्रम श्रीरङ्गम सेतुबन्धनम एवमादिषु तीर्थेषु भ्रममाण इतस्ततः। म कहाँ कहाँ गइनँ त, हरिक्षेत्र गएँ, कुरुक्षेत्रमा गएँ, श्रीरङ्गमा गएँ, सेतुबन्धनमा गएँ, एवमादिषु तीर्थेषु, यस्तै प्रकारले अन्य अन्य तीर्थहरूमा पनि म गएँ। भ्रममाण इतस्ततः, भ्रमण गर्दै गर्दै यताउता भौतारिएँ, के देखेँ त। अब त्यसमा के देख्नुभयो त भन्नुहुन्छ, नापश्यम कुत्रचित् शर्म मनः सन्तोषकारकम कली ना धर्म मित्रेण धरेयम बाधिताधुना। यहाँ त के भएको रहेछ भने केही शान्तिपूर्ण केही राम्रो कुरा देख्छु कि भनेको त त्यो कलीले चाहिँ अधर्मसँग मित लगाएछ र दुईटा मित मिलेर चाहिँ धर्मलाई बन्दी बनाएछन्। धर्म बन्दीमा परेछ, यहाँ त बर्बादै बनाएछन् पृथ्वीमा भन्नुहुन्छ। अब के भयो त, धर्म र अधर्म र उसको मित्रतामा, सत्यम नास्ति तप शोचम दया दानम न विद्यते उदरम भरिणो जीव बाराका कुटभाषिण। कस्तो भएछ त पृथ्वीमा भन्दा, नापश्यम कुत्रचित् शर्म, सत्यम नास्ति तप शोचम, सत्यको त कसैले बोल्दै बोल्दा रहन्छन्, तप कसैले गर्दैन, सोच भनेको यो चाहिँ शुद्धता भनेको कुरा कसैलाई मतलबै रहेनछ, दया छैन, दान गर्दैनन्, सबै अरूको ईर्ष्या गर्ने, रिस गर्ने, अरूलाई क्रोध गर्ने, यस्ता मात्रै रहेछन्। दान चाहिँ कसैले गर्दैनन्। उदरम भरिणो जीवा बाराका कुटभाषिण, तिनीहरू चाहिँ के गर्दा रहेछन् भन्दा आफ्नो पेट भर्ने, आफ्नो दारा आफ्ना सन्तानको पेट भर्नको लागि मात्रै काम गर्दा रहेछन्। आफ्नो र आफ्नाको पेट भर्नको लागि मात्रै काम गर्दा रहेछन्। मन्दा सुमन्दतयो मन्द भाग्य पद्रुता पाखण्ड निरता सन्तो विरक्ता सपरिग्रह भन्नुहुन्छ। मन्द बुद्धिका भएका, बुद्धिले केही पनि सत्य सोच्नै नसक्ने, सुमन्द मतयो, त्यस्तै मति पनि त्यस्तै भएर गएको, विघ्न बाधाहरू बेहोरिरहेका, किन त भन्दा ह्यपद्रुता पाखण्डी निरता सन्तो विरक्ता सपरिग्रह, सन्त भनाउँदाहरू पनि पाखण्डी भएका। पाखण्ड भने के हो त भन्दा धर्मको चाहिँ खण्डन गर्ने भएका, त्यस्ता पाखण्डीहरू भएका रहेछन्। सन्त भनेर त्यस्तालाई भनिँदा रहेछन्। सुमन्द मत यो पाखण्डी भएका, विरक्ता
विरक्त भनेर भनिने। तर केले विरक्त भएका त भन्दा आफ्ना सपरिग्रह आफ्ना परिवारसँग मेल नखाएर त्यो कामिच्छाहरू पुरा गर्न नसकेको झोकमा विरक्त भएका, जुन फेरि फर्केर त्यही ठाउँमा आउने सम्भावना 100% हुन्छ। त्यस्ता विरक्तलाई सन्त भनिदो रहेछ। त्यस्ता तरुणी प्रभुता गेहे स्यालको बुद्धिदायक कन्या विक्रयणो लोभात दम्पति नाम च कलकलम। के हुँदो रहेछ त भन्दा तरुणी प्रभुता गे, जहाँ घर घरमा चाहिँ गृहिणीको राज चल्ने। पहिला त पुरुषहरूको राज चल्थ्यो अरे क्या, अहिले त गृहिणीहरूको राज चलेको देख्नुभयो अरे नारदजीले। नारदजी त्यसरी गृहिणीको राज चल्ने। गेहे स्यालको बुद्धिदायक, सालो चाहिँ बुद्धि ज्ञान बुद्धि दिने सालो। त्यो आफूभन्दा अग्रज बुवा माता पिता दाजुहरू दिदीहरू हुनुहुन्छ नि, अग्रज काका काकी जुन अग्रजहरू, उहाँहरूसँग पटक्कै सल्लाह गर्ने कुरै छैन। के गर्ने अब कसरी जाने भन्ने कुरा सल्लाह त सालोले दिन्छ अरे। भनेपछि आफ्नातिरलाई छोडे, माया त्यो ससुरालीतिरको गएर ऊ गर्न थाले, मन्त्रणा लिन थाले, अर्थी बुद्धिहरू लिन थाले। अनि कन्या विक्रयणो लोभात, कन्याहरूको विक्रय हुन थाल्यो। लोभले गर्दा दम्पति नाम च कलकलम, दम्पतिहरूमा पति पत्नीमा पतिको आज्ञा पत्नीले तुरुन्त जे भन्यो त्यही आज्ञा नगरेरै मनको इच्छा बुझ्नु पर्नेमा पतिले भन्दाखेरि पनि नगरेर त्यहाँ चाहिँ कलह उत्पन्न हुँदो रहेछ। अहिले त्यस्तो रहेछ संसार। भन्नुहुन्छ नारदजीले कुमार सनत कुमारहरूसँग भन्नुभयो हुँदैछ, आश्रमा एव नैरुद्धस् तीर्थानि सरितस्तथा देवा देवता यतनान्यत्र दुष्टैर्नष्टानि भूरिशम्। भन्नुहुन्छ आश्रम यस कलियुगमा त साधु सन्त ऋषि मुनिका आश्रमहरू तीर्थस्थलहरू र पुण्य नदीहरूमा यवनहरूको आक्रमणले सम्पूर्ण ध्वंस गराइदिइसकेको रहेछ। धेरै मन्दिरहरूमा दुष्टहरूले भत्ताभुङ्ग पारिसकेका रहेछन्, सब भत्काइदिइसकेका रहेछन्। अब के रहे त योगी सिद्ध ज्ञानी आदि मुनिहरू पनि सम्पूर्ण मानिस हराइसकेछन्। अब त कस्ता मान्छे छन् त भन्दा दुष्टले भरिएछ पृथ्वी। भने सज्जनहरू त देखिँदैनन्। भगवत प्राप्तिका साधन धर्म र कर्मलाई कली रूपमा डडेलोले खाइदिइसकेछ भन्नुहुन्छ। यहाँ भन्नुहुन्छ न योगी नैव सिद्धो वा न ज्ञानी सत्क्रियो नर कली दावानले नाद्य साधनम भस्मतागतम। यो कलियुगमा त जुन धर्मको साधनहरूलाई सबै दावाग्निले चाहिँ जलाइदिइसकेछ। त्यो अग्निको दनमा परेर सबै भस्म खरानी भइसकेछ, केही पनि छैन। अष्टशूला दजनपदा शिवशूला दिजातय कामिन्य केशशूलिन्य सम्भवन्ति कलाभिः। के भएछ त भन्दा अष्टशूला यहाँ डडेलले खाएर खरानी तुल्याएको छ। यस कलियुगमा देशमा अन्न नपाएर दुखी भएका छन्, खाना नपाएर दुखी छन्, दरिद्र छन्, भोका छन्, नाङ्गा छन्। तिनीहरूको हितमा कुनै पनि केही कार्य गरिँदैन, दान दिइँदैन, अपितु बिक्री गरिन्छ अन्नको। जसले धेरै उब्जाउँछ, लाखौँ लाख बिघा हजारौँ बिघा चाहिँ जग्गा छ जसको, त्यसले अन्न उब्जाउँछ तर उसले दिँदैन खाना। भोका नाङ्गालाई खाना दिँदैन, दान दिँदैन, यो बेच्छ। अन्न बेच्ने कुरा पनि घृणित भनेर मानिएको छ। उसले गएर बेच्छ। ब्राह्मणहरू लोकमङ्गलका लागि वेदको पाठ गर्दैनन्, उनीहरू दाम कमाउन पाठ गर्दछन्। अहिले त प्रभु भागवत पनि दामको लागि बिकिसक्यो। वेदको कुरा गरौँ, अहिले त भागवत पनि दानमा बिकिसक्यो। के गरौँ, गरिँदैन, अपितु बिक्री गरिन्छ। वेद पाठ गरेर वेदको बिक्री गर्दछन्। केही नारीहरू कपाल कोरी बाटी चिटिक्क परेर आफ्नो पतिको चाहिँ
प्रतीक्षामा बस्दैनन्, उनीहरू वेश्यालयतिर छिटिक्क परेर हिँड्छन् रे। वेश्यावृत्ति बढेको छ। यस्तो छ जीवन, चिरिचट्ट परेर वेश्यालय वृत्तितिर हिँड्छन्, जीवन निर्वाह गर्दछन् त्यसैको आम्दानीबाट। यस्तो भएको छ भनेर भन्दै हुनुहुन्छ। एवं पश्चिन कलेर दोषान् पर्यटन बनेमहम् या मौनम तटमापन्नो यत्र लीला हरेरभूत। यस्तो हेर्दै थिएँ मैले। यो के को कारणले भएको थियो त भन्दा कली र जब अधर्मले मित लगाए यस्तो परिस्थिति हुँदो रहेछ। धर्मलाई त बन्दिनी बनाइदिए, यसरी गर्दा यस्तो भयो। र एक ठाउँमा जब म कलेर दर्शन पर्यटन तत्समय दृष्ट, यहाँ एक ठाउँमा चाहिँ यमुनाको तटमा जब म पुगेको थिएँ, यमुना तटमा पढ्न हो यत्र लीला हरेर भूत। अचम्मको अद्भुत दृश्य देखेँ मैले। कस्तो दृश्य देख्नु भयो त भन्दा तत्राश्रयं मया दिष्टं श्रूयतां तन्मुनीश्वरा एका तु तरुणी तत्र निसण्डा खिन्न मानसा। त्यहाँ एउटी तरुणी युवा अवस्थाकी एउटी बालालाई देखेँ मैले। घुम्दै घुम्दै यमुनाको तटमा पुग्दाखेरि मैले हे मुनीश्वरहरू, हजुरहरू सुन्नुहोस्, त्यहाँ के भएको छ त भन्दा आश्चर्यको कुरा देखेँ मैले। कस्तो आश्चर्य रहेछ त भन्दा म त्यसबारे बताउँछु, हजुरहरू सुन्नुहोस् भन्नुहुन्छ। तद्दिक्छु वृद्धौधौ पतितौ पार्श्वे निशो सन्तावचेतनौ शुश्रूषन्ति प्रबोधन्ति रुदति च तयो पुरा। ती युवती नजिकमा अचेत अवस्थाका दुईटा वृद्धलाई सुताएकी छन्, सेतै फुलेका छन्, सास पनि फेरेका छन् कि छैनन् त्यस्तो अचेत अवस्थामा छन्। त्यस्ता दुईटा वृद्धलाई सुताएर आफू चाहिँ तरुणी छन्, तर सास फेरिरहेका त छन् तिनीहरूले। वृद्ध पुरुषहरू युवतीले नजिक बसेर ती दुईजनाको वृद्धहरूको सेवा गरिरहेकी छन्, जगाइरहेकी छन्। हे बाबु उठ उठ भनेर कराइरहेकी छन्। त्यस्तो मैले देखेँ। त दश दिक्षु निरीक्षन्ति रक्षितारं निजं वपु विज्यमान शतस्त्रीभिर बोध्यमान मुहुर्मुहुर। त्यहाँ बारम्बार बोलाइरहेकी छिन् ती वृद्धहरूलाई, रुँदै यता र उता हेरिरहेकी छिन्। हो कसैले आएर सहायता गरिहाल्छ कि भन्ने पनि उनलाई आशा छ। यता र उति हेर्छिन्, घरि ए बाबु उठ भन्छन्। त्यसो गर्दै गरेकी एउटी तरुणी युवतीलाई देखेँ मैले। दृष्ट्वा दूरात् गतः सोऽहं कौतुकेन तदन्तिकं मां दृष्ट्वा चोत्थिता बाला विहला चाब्रवीद वचः। ती बालाले मलाई टाढै देखेर मबाट केही आशा लिएकी होलिन्, मलाई चाहिँ बोलाउन लागिन्। टाढैबाट मलाई चाहिँ बोलाउन लाग्यो। कौतुक तरिकाले मैले पनि त्यहाँ देखेँ र मलाई पनि कौतूहल जाग्यो के रहेछ त भन्ने। र तिनले मलाई बोलाइन्। बालो वाच, बालाले भन्न लागिन् ती बालिकाले, बालिका भनेर बच्चा आएनन्, ती तरुणी थिइन् फेरि। भो साधो क्षणं तिष्ठ म चिन्तामपि नाशय दर्शनं तव लोकस्य सर्वथा घहरं परम। हे ऋषि मुनिहरूको यो दर्शन त एकदम अमोघ हुन्छ। यसले त ठुला ठुला पापहरूलाई पनि ध्वंस पारिदिन्छ भने आज हजुरको दर्शन भयो देखेर मेरो मनमा यहाँ केही चाहिँ आशा पलाएको छ भनेर भन्न लागिन्। भन्छन् अझ युवतीले के भन्छन् त, बहुधा तब वाक्येन दुःख शान्ति र भविष्यति यदा भाग्यम भवेद भूरि भवतो दर्शनम तदा। ठुलो भाग्यले गर्दा मात्रै सन्तहरूको दर्शन मिल्दछ। त्यसैले यो धेरैको वाक्यहरू यस्तो सुनिन्छ। त्यसैले रोकिनुहोस्, केही बेर त यहाँ बस्नुहोस्, यहाँ एकै बेर बसेर मेरो चाहिँ समाधान गरिदिनुहोस् भनेर भन्न लागिन्। अब नारदले भन्न लाग्नु भयो के भएछ त यिनलाई भनेर। काशी त्वं काविमौचेमा नार्यः काः पद्मलोचनः वद देवी सविस्तारं स्वस्य दुःखस्य कारणम्। हे देवी तिमी को हौ?
तिमी को हो, तिम्रा यो दुईतिर बसेका यी वृद्धहरू को हुन्? हे पद्मलोचने, पद्मका जस्ता आँखा भएकी, यति त भनिदेऊ के हो तिम्रो, के भइरहेको छ, तिम्रो दुःखको कारण के हो? आफ्नो दुःखको कारण मलाई बताइदेऊ, बाला भनेर सोध्न लाग्नुभयो। त्यसपछि बालो वाच भन्न लागिनी बतीले, अहम भक्ति रीति ख्याता इमो मे तनयो मतो, ज्ञान वैराग्य नामानौ काल योगे न जर्जरौ। मलाई सबैले भक्ति भनेर चिन्छन्। अहम भक्ति रीति ख्याता, मलाई भक्ति इति भनेर चिन्दछन्। इमो मे तनयो सुतो, यी मेरा दुईटा छोरा हुन्। ज्ञान वैराग्य नामानौ काल योगे न जर्जरौ, यी ज्ञान र वैराग्य नामका मेरा दुईटा पुत्र हुन्, जो समयको गतिले गर्दाखेरि आज यिनलाई यस्तो बनाइदियो, जर्जर बनाइदियो। यी बुढा भए। गङ्गाद्या सरितश्चे महामत्स्येवार्थ समागता, तथापि न च मे श्रेय सेवितायः सुरैरपि। यहाँ गङ्गा यमुना आदि विभिन्न नदी नालाहरू मेरो सेवामा तत्पर छन्, मेरो सेवा गरिरहेका छन्, तर पनि मलाई कल्याण भएको छैन। हे सन्त, मैले सुख पाए कि छैन भनेर यहाँ भन्न लाग्नुभयो। इदानीं शृणु माधवार्तं सविसचित्तोस्त्वं तपोधन, वार्ता मे वितताप्यस्ति तां श्रुत्वा सुखमावह। ती तपस्वी नारद मुनि, तपाईँले मेरो चिन्ताको सम्पूर्ण सुन्नुहोस्। चिन्ताका कारणहरू भनेर बताउँदैछिन्। दुःख धेरै लामो छ मेरो दुःखको कथा, यसमा सुनेर मलाई सुख शान्ति दिनुहोस् भनेर भन्न लाग्नुभयो। त्यसपछि उत्पन्न द्रविडे साहम वृद्धिं कर्णाटके गता, कश्चित् महाराष्ट्रे गुर्जरे जीर्णतां गता। भन्दछिन् म चाहिँ उत्पन्न कहाँ भएँ त भन्दा द्रविडे साहम सहम वृद्धिं कर्णाटके गता, म द्रविडबाट उत्पत्ति भएँ भन्नुहुन्छ भक्ति माताले। म द्रविडबाट उत्पत्ति भएँ। हाम्रो जब हृदयमा कुनै कुराले एकदम द्रवित पार्दछ नि, हृदय छुन्छ नि, तब मात्रै भक्तिको प्रादुर्भाव हुन्छ। यहाँ त्यही भनिरहनु भएको छ माताले। म द्रविडबाट उत्पन्न भएँ र कहाँ गएर वृद्धि भयो रे त भन्दा कर्णाटके, कानमा गएर मेरो वृद्धि भयो। यो अहिले यहाँ ठाउँको नाम भन्दै हुनुहुन्छ, त्यसको यसको सार तत्त्व पनि म भन्दै जान्छु कि यहाँ उत्पन्न भएँ द्रविडेमा। सब मनमा हामीलाई कुनै पनि उसले छुन्छ नि, मन छुयो है यो कुराले त भनिन्छ नि, त्यसरी हाम्रो मन द्रवित भएपछि त्यहाँ त्यो भावको उत्पत्ति हुन्छ, भक्तिको उत्पत्ति हुन्छ। जब हामीले भगवानका कथाहरूलाई मनन गर्छौँ, मनबाट त्यसलाई सोध्छौँ र मनमा बिजाउँछौँ, तब त्यसबाट भक्ति उत्पत्ति हुन्छ। र त्यसको वृद्धि कहाँ गएर हुँदो रहेछ त? कर्णाटके गता। कर्णाटक गएपछि कानमा भनेको बारम्बार यो भक्तिका गानहरूलाई सुनिरहनुपर्छ, भगवानका गुणानुवादहरूलाई, सत्सङ्गहरूलाई। त्यसपछि यसमा वृद्धि हुँदै जान्छ। यहाँ त्यही भन्छन्, मेरो वृद्धि चाहिँ कर्णाटकमा भएर भयो। र कश्चित् महाराष्ट्रे गुर्जरे जीर्णतां गता। जब म महाराष्ट्रतिर जाँदै गएँ, म बुढी हुँदै गएँ। महाराष्ट्र भनेको यी विभिन्न प्रपञ्चहरू के, यी सांसारिक प्रपञ्चहरूमा जब चाहिँ मान्छे भिज्न थाल्दछ, त्यसपछि भक्ति हट्दै जान्छ, प्रपञ्चले तान्दै जान्छ, भक्ति बुढी हुन्छन्। तत्र घोर कलेर योगात् पाखण्डे खण्डिताङ्गका, दुर्बलाहं चिरं याता पुत्राभ्यां सह मन्दताम्। त्यसरी मेरो पाखण्डहरूले मेरो खण्ड पारेर मेरा भक्तिका जुन मार्गहरू साधनहरू छन् छिन्न भिन्न बनाइदिए, कुनै रहन दिएनन्। त्यो भएपछि त म पनि छिन्न भिन्न भए, मेरा छोराहरू पनि यो हालतमा पुगे। यस्ता भए। दुर्लहम चिरम याता पुत्राभ्याम सह मन्दताम। मेरा छोराहरू पनि मन्द गतिका भए, दुर्बल भए र म धेरै समयसम्म आफ्ना छोराहरूका साथ निस्तेज अवस्थामा रहिरहेँ। मेरो तेज रहित भयो र अहिले जुन तेज आएको देख्नु भएको छ नि, अहिलेको अवस्थामा त भक्ति माता युवती हुनुहुन्छ र दुईटा छोराहरू
ज्ञान वैराग्य चाहिँ त्यहाँ वृद्ध अवस्थामै हुनुहुन्छ। ते इमौ तु सहितावत्रः सुतो मेक के भयो वृद्धावनं पुनः प्राप्य नभिनेव सुरूपिणी जाताहं युवती सम्यक पृष्ठरूपा तु साम्प्रतम। अहिले वृन्दावनमा आइपुग्दा यहाँ त वृन्दावनमा जब आइपुग्यो यहाँ त म त युवती पो हुन थालेँ। किनभने वृन्दावन भक्तिको धेरै धेरै डिमान्ड रहेछ, माग रहेछ। सबैको मुखमा राधे राधे, सबैले जय श्रीमन्नारायण राधे 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 नै धेरै पुकारा छ। किनभने वृषना राधा रानीको जन्मभूमि वृन्दावन धाम यो अत्यन्त पुण्य भूमि हो। यहाँ कसैले पनि भक्तिका साधनहरूलाई खण्डित गर्न सकेको छैन। र त्यहाँ पुगेपछि भक्ति माता नवीन रूपिणी हुनुभयो अरे, नयाँ रूप प्रादुर्भाव भयो भक्ति मातामा भने। तर ती छोराहरूको हालत चाहिँ उही रहेछ। नयाँ युवती जस्ती बने म चाहिँ, मेरा छोराहरू चाहिँ हेर्नुहोस् त कस्ता छन्। हिमौतु सहिता भक्त सुतो मे क्लिश्यतः श्रमात् इदं स्थानं परित्यज्य विदेशं गम्यते। जब हेर्नु त मेरो ताल, मेरा छोराहरू यस्ता छन्, म युवती भएँ, यी पनि उठेदेखि म त बरु यो ठाउँै छोडेर हिँड्छु, बरु जान्छु विदेशतिर भन्ने पो सोचिरहेको छु भन्नुहुन्छ भक्ति माता। अहिले भक्ति गानहरू चाहिँ विदेशीहरूले गर्न थाले के, स्वदेशी हामीलाई त विदेशीको त पश्चिमेली सभ्यताहरूले छुइरहेको छ। पश्चिमेलीहरूले जे गर्छन् त्यसरी हामी व्यवहार गरिरहेका छौँ। तर पश्चिमेलीहरू के गरिरहेछन् थाहा छ? बाजा बजाउँदै श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण 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 हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे यस्तो गाउँदै हिँडेको देख्छौँ नि हामीले। हो यस्तै भएर म वृन्दावन छोडेर चाहिँ विदेशतिर जाउँ भन्ने पो लागिरहेछ भन्नुहुन्छ यहाँ भक्ति माता। जरठत्वं समायातो तेन दुखेन दुखितः साहं तो तरुणे कस्मात् सुतो वृद्धाय मौकुता। हेर्नुहोस् त कस्तो विडम्बना। म आमा हुँ, म चाहिँ युवती भएको छु, मेरा छोरा चाहिँ वृद्ध भएका छन्। भगवानले भक्ति मातालाई यहाँ पृथ्वीमा पठाउँदाखेरि सहयोगको लागि ज्ञान वैराग्य दुईटा छोरा दिनुभएको थियो अरे, र मुक्तिलाई साधन, मुक्तिको साधनलाई पनि दिएर पठाउनु भएको थियो अरे। त्यही भन्दै हुनुहुन्छ यहाँ भक्ति माता, मेरा यी सहयोगीहरू हुन् दुईटा छोरा, भगवानले दिएर पठाउनु भएको, तिमी भक्तिको जागृत गर है पृथ्वीमा भनेर। तर आज ज्ञान र वैराग्य त मूर्छित अवस्थामा छन्। यस्तो विडम्बना पनि हुन्छ। आमा युवती, छोराहरू वृद्ध, यो कहाँको यो नियम हो? यस्तो भइरहेको छ भन्नुहुन्छ। त्रयाणां सहचारित्वात् वैरित्यं कुतः स्थितं घटते जरठा माता तरुणौ तनयाभिति। के हो यस्तो? मेरा छोराहरू हामी तीनजना सँगै रहन्थ्यौँ, सँगै खेल्थ्यौँ, उस्तै थियौँ। तर आज छोराहरू गएर वृद्धको वृद्धै रहे। हुन त पहिला तिनैजना वृद्धै भएको हो, छोराहरू वृद्धै रहे। म भने आमा वृद्धबाट युवक, छोरा वृद्धै रहे, म चाहिँ युवती भएँ। यो सुहाउँछ त यस्तो भन्दै हुनुहुन्छ। अतः सोचामि चात्मानं विस्मयाविष्टमानसा बधयोग धिन्निधे धीमन कारणं चात्र किं भवेत्। यसको कारण के होला भनिदिनुहोस्। यस्तो किन भयो? छोरा वृद्ध, म युवती। यो भएपछि नारदजी भन्न लाग्नुभयो। नारदजीले नारदोवाच ज्ञानेनात्मनि च पश्यामि सर्वमेतत्तव नगे न विषादस्त्वया कार्यो हरि सन्ते करिष्यति। हे बाला, विस्मात नगर, तिमी भक्ति हौ। भक्ति त भगवानको सधैँ हृदयमा हुनुहुन्छ भने तिम्रो चाहिँ भगवानले अवश्य पनि कल्याण गर्नुहुनेछ। द्रौपदीले भगवानलाई पुकार्दाखेरि आएर भगवानले रक्षा गर्नुहुन्छ भने
तिमी भक्ति स्वयंले पुकार्दा किन गर्नुहुन्छ? त्यही भएर नआत्त भनेर भन्न लाग्नुभयो। सुतोवाच क्षण मात्रेन तत् ज्ञात्वा वाक्य मुचे मुनीश्वरः। एकछिन यसो विचार गर्नुभएछ नारदजीले, एकछिनमा थाहा पाइहाल्नुभयो के हो कारण, के भइरहेको छ भन्ने कुरा। त्यसपछि सुतजी भन्नुहुन्छ, यसरी मुनीश्वरले त थाहा पाइहाल्नुभयो। नारदवाच नारदजी भन्न लाग्नुभयो, सुणु स्वावहिता बाले योगोयम दारुण कले तेन लुप्त सदाचारो योग मार्गस्तपांसि च। हे बाला, के भएको रहेछ त यभन्दा? युवतीलाई भन्नुहुन्छ, सुन मेरा कुरा हे नानी, डरलाग्दो कलियुग हो यो, कलिको प्रवेश छ यहाँ। तिमीले सावधान भएर कुरा सुन। कलियुगको कारणले, त्यस कारणले सदाचार लुप्त भएको छ। ज्ञान मार्ग छोडिसके मान्छेले, योग मार्ग तपो मार्ग पनि लुप्त भएका छन् भन्नुहुन्छ यहाँ। जना अघासुरायन्ते साठ्य दुष्कर्मकारिणः इह सन्तो विषेदन्ति प्रहृष्यन्ति साधव। के भएको छ त भन्दा असाधुहरूको बिगबिगी छ, साधुहरूलाई त यहाँ कसैले गन्दैन भन्नुहुन्छ। साधुहरू लुप्त भइसके, बेइमानी कपट छल र दुष्कर्ममा लागेकाहरूलाई साधु मानिन्छ। यस कलियुगमा साक्षात अघासुर जस्ता देखिएका छन् यो दुष्ट मानिसहरू र देखिन्छन्। र यस कलीमा सन्तहरू दुर्जनको दुराचारले देखेर एकदमै दुखी विषादग्रस्त छन् र दुर्जनहरू प्रसन्न ईश्वरद्वारा घटित युग चरित्र हो यो। कलियुग पनि त भगवानले नै प्रादुर्भाव गर्नुभएको हो नि त, त्यही भएर ईश्वरद्वारा नै यस्तो रचिएको छ। यो युगको प्रयोग युगको प्रभाव हो। यो युगको प्रभाव देखाउनु थिएन भने त किन कलिलाई रचिन्थ्यो र? त्यही भएर यस्तो भएको छ। धत्ते धैर्य तुयो धीमन सविरह धीर पण्डितोस्तवा अप्रिस्यायान बलोकेयम शेष भारा करी धरा वर्षे वर्षे क्रम जाता मङ्गलम नापि दृश्यते न त्वामपि सुतै साकं कोऽपि पश्यति साम्प्रतं भन्नुहुन्छ। उपेक्षितानुरागान्धैर जर्जर त्वयि संस्थिता भन्नुहुन्छ। पृथ्वीमा आज दुर्जनहरूका कुकर्मका कारण यो जुन जति घिनलाग्दा डरलाग्दा देखिरहेका छ नि प्रभावहरू, यो जुन प्रतिफल त्यस्तो आइरहेको छ नि, त्यसको प्रतिवर्ष चाहिँ बढ्दै जानेछ, अझै घट्नेवाला छैन। यस्तो चाहिँ दुष्प्रभावहरू बढ्दै जानेछ। अहिले वृद्ध भएका छोराहरू, साथमा रहेकी युवती आमा, तिमीलाई कसैले पनि चासो दिएर हेर्दैन। तिमी अहिले वृन्दावनमा यत्तिकी भएको छौ, तिमीलाई चासो दिएर कसैले हेर्दैन। विषयानुराग कारण अन्धा भएका मानिसहरू अपेक्षित भएकी तिमी बुढी भएकी थियौ। अन्त जहाँ पहिला तिम्रो कसैको डिमान्डै थिएन। तब तिमी जब वृन्दावन आयौ, वृन्दावनमा के भयो त? वृन्दावनस्य संयोगात् पुनस्त्वं तरुणी नवा धन्यं वृन्दावनं तेन भक्तिर्नृत्यति यत्र च। यो वृन्दावन आएपछि तिमी चाहिँ युवा भयो, धन्य छ वृन्दावनलाई, जहाँ भक्ति नाच्छिन्। यहाँ सम्पूर्ण भक्तहरू नाच्छन्। भक्तहरूले जब भक्तिलाई चाहिँ सबैले ग्रहण गरेपछि त भक्ति त युवा भइहालिन् भनेपछि अत्रे मौ ग्राहका भावान् न जरामपि मुच्यत किञ्चिदात्मसुखे नेह प्रसुप्तिर मन्यते न्ययो भन्नुहुन्छ। यस वृन्दावनमा पनि ज्ञान र वैराग्यको कसैले ग्रहण गरेका छैनन्। कसरी के हो तत्त्व कुरा बुझेका छैनन् वृन्दावनवासीले पनि रे के। तत्त्व कुरा ज्ञान लिने र त्यसलाई व्यवहारमा उतार्ने विज्ञानलाई वैरागी हुने होइन कि खाली राधे राधे भक्ति मात्रै छ, त्यहाँ ज्ञान र वैराग्य छैन। किन भक्तिको सबैले ज्ञान र वैराग्य किन लिइरहेका छैनन्, त्यसलाई बुझाउने कसैको क्षमतै छैन। त्यहाँ ज्ञान वैराग्य केही पनि छैन, तर भक्तिको चाहिँ डिमान्ड रहेछ। त्यही भएर भक्ति तिमी मात्रै यहाँ चाहिँ युवा भयो, तिम्रा छोराहरूको डिमान्ड रहेन भन्नुहुन्छ। भक्तिरुवाच फेरि भक्ति माता भन्न लाग्नुभयो,
कथं परीक्षिता राज्ञा स्थापितो ह्यशुचि कलिः प्रवृत्ते तु कलौ सर्व सारः कुत्र गतो महान् करुणापरेण हरिणा प्याधर्म कथमेच्छते इदं मे संशयं छिन्दि तोदवाचा सुखितास्म्यहम् भन्नुहुन्छ मलाई एउटा शङ्का लाग्यो प्रभु मेरो यो शङ्कालाई दूर गरिदिनुहोस्। ती एकचोटि परीक्षित महाराजजीसँग कलीको त भेट भएको थियो अरे त कलीले त दुःख दिएको थियो अरे परीक्षित महाराजलाई। ती परीक्षित महाराजले मार्न समर्थै हुनुहुन्थ्यो कलीलाई, किन छोड्नु भएछ? के कारण रहेछ छोड्नुको? र भगवान् श्रीहरिले यो दृश्य किन ठुलो ठुलो हेरेर बसिरहनु भएको छ? उहाँले किन केही गर्नुहुन्न? यसको कारण बताइदिनुहोस् भनेर नारदजीसँग सोध्न लाग्नुभयो। नारद उवाच यदि पृष्ठस्तया बाले प्रेमतः शृण श्रवणं कुरु सर्ववश्च वक्ष्यामि ते भद्रे कस्मलं ते गमिष्यति। म सम्पूर्ण कारणहरू बताउँछु हे बाला, तिमी सावधान भएर सुन भन्न लाग्नुभयो। यसका कारणहरू के रहेछन् त? यदा मुकुन्द भगवान् छ्याम त्यक्त्वा स्वपदं गत तद्दिनात् कलिरायात सर्वसाधन बाधक। जब भगवानले यो धराधामलाई आफ्नो चरण कमलबाट छुट्टाउनु भयो, भगवान परमधाम जानुभयो, त्यसपछि त यहाँ कलीको बास भइहाल्यो धराधाममा। जो कली चाहिँ सम्पूर्ण धर्मको बाधक भएर आयो, अधर्मसँग मित लगायो। दृष्टो दिग्विजय राज्ञा दिन वक्षरणं गत न मया मारणीयोऽयं सारङ्ग इव सारभुक्। र परीक्षित महाराज र कलीको भेट नभएको होइन, भेट भएको थियो, तर कलीलाई परीक्षित महाराजले मार्न पनि लाग्नु भएको थियो। के भयो त त्यहाँ भन्दा आफ्नो गुण देखायो कलीले। मेरो गुण के छ सुन्नुहोस् त भनेर। के रहेछ त कलीको गुण यहाँ भन्नुहोस् त भन्दा एत फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक् कलौ केशव कीर्तनात् भनेछ। हेर कलीमा मेरो कार्यकालमा सबैको आयु थोरै हुन्छ। यो यहाँ भनेको छैन, उसले त्यसरी भन्यो होला भन्ने लाग्यो। कलीमा आयु थोरै हुन्छ, मति भ्रष्ट हुन्छ। तप गर्ने त्यो तपको जुन पहिला सत्ययुगमा, त्रेता युगमा, द्वापर युगमा जति जति समय थियो मानिसको, त्यो हुँदैन। हजार वर्षसम्म तप गरेर चाहिँ कल्याण कमाउँथे मानिसले, त्यो रहँदैन। बुद्धि चेतना सबै हराएर जान्छ, विवेक रहँदैन। त्यस्तो अवस्थामा मुक्तिको साधन के त भन्दा मैले एउटा एकदम शुभ लक्षण लिएर आएको छु नि। मेरो कालमा चाहिँ हरि कीर्तन गर्ने बित्तिकै त्यो पार तर्छ। त्यो हरि कीर्तन मनले सोचेर भगवानलाई मन दिएर गरे त झन् कहाँ हो। मनै भगवानमा नलगाइकन हरि कीर्तन गरे भने पनि त्यो पार तरेर जान्छ भने मेरो लक्षण त बुझ्नुहोस् भनेर भनेपछि एकाकारं कलिं दृष्ट्वा सारवत् सारनीरसं विष्णुरात स्थापितवान् कलिर जानम सुखा। विष्णुरातः स्थापितवान् कले जानम सुखाय च। कलीलाई त राख्नै पर्ने रहेछ भनेर परीक्षित महाराजले कलीलाई स्थापित गरिदिनु भयो। यही कारण हो कलीको चाहिँ स्थापित हुनुको कारण। र कुकर्माचरणात् सारा सर्वतो निर्गतो धुना पदार्थ संस्थिता भूमौ विजयहीनास्तु सायथा। त्यस कारणबाट चाहिँ के भयो त भन्दा अहिले कलिकालमा मानिसहरूले सर्वाधिक कुकर्मचरण गरिरहेका छन्, जसको कारण वस्तु सार निस्केर गएको छ। पृथ्वी असार भएको छ। यहाँ कुनै सार तत्त्व छैन। वर्तमान सकल पदार्थ निर्जीव भूस समान भएको छ, खोक्रो केही छैन। यहाँ पृथ्वीमा सबै सार तत्त्व निस्केर गयो। विप्रेर भागवती वार्ता गेहे गेहे जने जने कारिता कर्णलोभेन कथा सारस्ततो गत। कथाहरू चाहिँ एक ठाउँमा एउटा चाहिँ एकदम शान्त ठाउँमा भगवत तत्त्वलाई सबै जम्मा भएर वाचन गरेर सबै मिलेर श्रवण गर्नुपर्नेमा
आज कथाहरू कहाँ भइरहेका छन् त भन्दा घर घरमा पैसाको लोभले कथाहरू बिकिरहेका छन्। भागवतका कथाहरू, कथाको सार नै गयो। कथालाई बेच्ने कुरा होइन नि, कथा पैसा लिएर दिने कुरा होइन नि। आज त्यही भइरहेको छ, जसले गर्दा कथाको सार उड्यो। अत्युग्र भूरि कर्माणो नास्तिकारो रवाजना तेपि तिष्ठति तीर्थेषु तीर्थसारोस्तथो गता। तीर्थको सार पनि उड्यो रे। किन त भन्दा अति उग्र स्वभाव भएका नराम्रा कर्महरू गर्ने रौरव नामका नरकमा पर्ने जस्ता मान्छेहरू आज तीर्थमा गएर बसेका छन्। जसले गर्दा तीर्थको सार पनि उडेको छैन। तीर्थको सार आज तीर्थले जे दिन सक्छन् त्यो दिन सक्दिनन्। काम क्रोध काम क्रोध महालोभ तृणा व्याकुल चेतस तेपि तिष्ठति तपसी तपसारस्ततो गतः। काम क्रोध लोभ मोह मद मात्सर्य यी हाम्रा भित्रका 6वटा शत्रु हुन्। यी शत्रुहरूले ग्रस्त भएका मान्छेहरू तिनीहरूबाट व्याकुल भएका छन्। के गरौँ कसो गरौँ भएका छन्। उता लोभ पनि बढेको छ, क्रोध पनि छ, माया सबै कुरा छ। त्यस्ता गएर तपस्या गर्छु भनेर तपमा बस्दछन्। अब के तप गर्ला त, त्यो भित्र सबै जलेको छ, भुक भुक भएछ, के गरौँ कसो गरौँ भएको छ मान्छेलाई। त्यसले के तपस्या गर्ला त। त्यसैले तपको सार पनि उडेर गएको छैन सार तत्त्व तपमा। मानसं जया लोभात् दम्भात् पाखण्ड संश्रयात् शास्त्रानभ्यसनाच्चैव ध्यान योग फलं गतम। मनलाई नियन्त्रण नगर्नाले मन चञ्चल भएको छ, लोभमा चुर्लुममा डुबेको छ, मोहमा डुबेको छ। घमण्डले कारणले गर्दा मान्छे एकदमै उन्मत्त भएको छ, पाखण्ड भएको छ। पाखण्डीको आश्रयले गर्दा शास्त्रहरूमा सबै स्वाध्यायको त कुरै छैन। शास्त्रहरू पढेर त्यसबाट ज्ञान लिने भन्ने त कुरै छैन। सबै अज्ञानी मूर्ख ध्वंस भएका छन्। त्यस्तो अवस्थामा धरतीबाट विलीन भयो यी सबै कुराहरू। ये पाखण्डी पाखण्डास्तु कलत्रेण रमन्ते महिषा इव पुत्रस्योत्पादने दक्षा अदक्षा मुक्ति साधने। शास्त्र अध्ययन गरेर पण्डितहरू बनाउँदाहरू के गर्छन् त, पाखण्डी बनाउँदाहरू पनि आफ्नी पत्नीका साथ राँगा चाहिँ विहार गर्छन् रे। पत्नी र पतिको सम्बन्ध केमा आधारित हुनुपर्छ भन्ने थाहै छैन। उनीहरू केवल राँगोले मोह मदको कारण, मोहका कारण, काम क्रोधका कारण त्यो काम बसमा परेर राँगो जस्तो व्यवहार गर्छन्। त्यस्ता हुन्छन् पतिहरू। भने अरू के हुन्छ त यहाँ। पण्डितास्तु कलत्रेण रमन्ते महिषा इव। महिष जसरी महिषासुर भनेको के हो त, त्यो हामी भित्रको काम शक्ति हो के। त्यो काम वासनाले जब धेरै वृद्धि हुन्छ नि त्यसलाई महिष भनिन्छ, महिषासुर भनिन्छ। त्यसरी पुत्रस्योत्पादने दक्षा अदक्षा मुक्ति साधने। तिनीहरूको पुत्रहरू त प्राप्त गर्लान्, कुपुत्र त्यो पनि। अब त्यस्तो साधनले पनि पुत्र प्राप्त आफ्नो सुपुत्र त प्राप्त हुँदैन, कुपुत्र प्राप्त त गर्लान्, तर मुक्तिको साधन प्राप्त गर्न सक्दैनन्। न हि वैष्णवता कुत्र सम्प्रदाय पुरःसरा एवं प्रलयतां प्राप्तो वस्तु सारस्थले थले भन्नुहुन्छ। सम्प्रदाय अनुसार प्राप्त भएको हरिभक्ति पनि सम्प्रदायगत गएको छ। मेरो सम्प्रदाय तेरो सम्प्रदाय भन्दै विभक्त भएको छ। त्यस्ता भक्तिहरू चरित्र निर्माणमा मात्रै चाहिँ अग्रसर भएका छन्। त्यसको भक्तिको सार पनि उडेको छ। प्राप्त वस्तुहरूको कुनै सारै छैन। ठाउँ ठाउँमा सम्पूर्ण वस्तुहरूको सार समाप्त भएर गएको छ।
सुतवाचा यसरी नारदजीले भन्दै गरेको कुरा सुतजीले नैमिषारण्य क्षेत्रमा 88,000 ऋषिहरूको बिचमा भन्दै हुनुहुन्छ भने म यहाँहरूको बिचमा भन्दैछु। इति तत्त्ववचनं श्रुत्वा विस्मयं परमं गता भक्तिरुचे बचो भूय श्रूयतां तश्च शौनक। ए शौनकजी सुन्नुहोस्, यति सुनेपछि भक्ति माताले के भन्नुहुन्छ त अब भन्ने कुरा। अभो भक्तिरुवाच सुरर्षे त्वं हि धन्योऽसि मद्भाग्येन समागता साधूनां दर्शनं लोके सर्वसिद्धिकरं परम। हे धन्य, हे धन्य ऋषि, हे नारदजी, हजुर धन्य हुनुहुन्छ। हजुरले आज मलाई दर्शन दिनुभयो। जुन सन्तहरूको दर्शन मिथ्या जाँदैन, त्यो कहिले पनि झुटा हुँदैन, त्यसले अवश्य सिद्धि प्राप्त गर्दछ, कार्य सिद्धि हुन्छ। आज मेरो भाग्य उदयले गर्दा हजुरको दर्शन पाएको छु भन्दै हुनुहुन्छ। साधुहरूको दर्शनले के हुन्छ अरे त यहाँ भन्नुहुन्छ। जयति जगति मायाम यस्य कायाधवस्ते वचन रचनमेकं केवलं चाकलय्य ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवोऽयं सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि भन्नुहुन्छ। हे नारदजी, हजुर एकैपटक उपदेश पाएपछि कसको उद्धार भएको छ त हेर्नुहोस्। कयादु नाम गरेकी आमाको छोरा प्रहलादको उद्धार भएको छ। गर्भमै हजुरको वाणी सुनेर उहाँ महाभक्त भएर निस्किनु भयो र उहाँको उद्धार भयो। यस संसारमा मायालाई बसमा ल्याएका थिए उनले भने। त्यस्तै हजुरकै कृपाबाट उत्तानपादका पुत्र जुन 5 वर्षका ध्रुवजी हुनुहुन्थ्यो, उहाँले पनि हजुरको पद ध्रुवपद प्राप्त गर्नुभयो, भगवानलाई खुसी पार्नुभयो भने। सबैको कल्याण गर्ने ब्रह्माजीका मानस पुत्र हजुरलाई मेरो कोटि कोटि नमन छ, प्रणाम गर्दछु भनेर यहाँ भक्ति माताले नारदजीको बारम्बार भक्ति चाहिँ गुणगान गर्दै प्रणाम गर्नुभएको सम्मको कथा आजलाई यहाँ विस्तार गरियो। यो कथा चाहिँ नारदजीले सनकादिक ऋषिहरूलाई सुनाइरहनु भएको छ भने नैमिषारण्य क्षेत्रमा 88,000 ऋषिहरूलाई सौनकजी मार्फत चाहिँ सुतजीले सुनाइरहनु भएको छ। यहाँ यो युट्युबको मार्फत हजुरहरूलाई मैले सुनाइरहेको छु। जय जय श्री राधे 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 गोविन्द। यत्फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक कलोके सब कीर्तना। यो कलीमा जुन फल तपस्या तप अनेक यज्ञ यज्ञादिबाट प्राप्त हुँदैन, त्यो फल हरि कीर्तनबाट प्राप्त हुन्छ। भनेपछि हामीले पनि त हरि कीर्तन गाउनु पर्यो नि, होइन र। राधे 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 गोविन्द गोविन्द राधे 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 गोविन्द